यो खालके बाँस बोकाइ छ है उकालोमा साह्रै पर्दैछ बिचरा भाइहरूलाई प्रार्थना बिमारीले पनि हाम्रो यसै बिमारीहरूले बोक्नु हुँदैछ प्रार्थनामा याद गरिदिनुहोस् 3वटा आन्द्रा काटेर जोडेको मान्छे हो अझै पनि बिस्तारै बिस्तारै दुईपल्ट अगाडि पछाडि कहाँ सक्छ यत्रो आम्मा यो त अन्त साह्रै पर्छ नि हेर दुईजनालाई साह्रो पर्दैछ यसरी त अन्त बिस्तारै बिस्तारै बोकौँ केही छैन प्रथमपल्ट यी आत्मिक गीतहरू प्रार्थना सहित तपाईहरु समक्ष टक्राइरहेछन् साथै भविता दिनहरुका यहाँ तल रोडमा थुपारेको छौँ यहाँदेखि अत्यन्तै बोक्दैछौँ बोक्ने गाडी छ यहाँ तल यति बाँस छ माथि आदि अलिकति कम्ती चाहिँ पुग्यो अझै डल्लै छ यहाँ यो बाँस चाहिँ हामीले सुनिल दाजुकोबाट उहाँले चर्चको निम्ति अफर गर्नुभएको र यो ललितको गाडीमा यहाँसम्म ल्याएर चाहिँ उकालो बोक्दैछौँ है न सेवा घरमा बाँस चाहिँ आइपुग्दैछ है बिस्तारै बिस्तारै गरेर यसरी हाम्रो स्कुलको आमाहरू यसरी मिहिनेत गरिरहनु भएको छ प्रार्थनामा याद गरिदिनुहोस् तपाईँहरूले यसरी दाजुभाइहरूले बाँस बोक्नु हुँदैछ एकदमै प्रार्थनामा याद गरिदिनुहोस् है साह्रो छ रोडबाट उकालो निकाल्नु र पनि दुःख सुख बाटोमा अप्ठ्यारो भए भए पनि हाम्रो जवान दाजुभाइहरूले कोसिस छ यो बाँसको किचन बनाउने हाम्रो प्लान छ कति साह्रो पर्दैछ भाइ साह्रै छ है यसरी हाम्रो जवान दाजुभाइहरू अझै तपाईँको प्रार्थनाले गर्दाखेरि बल ऊर्जा पाएका हुन् आगुङ टिपे यति नै यसरी काम भइरहेको छ स्कुलमा स्कुलले त यत्रो साह्रो काम पो गर्नु थालिसक्यो क्रोनिकल खेतलाहरूलाई खाजा पनि बनिसकेछ अचारमा हालेको स्कुलकोहरू यस्तो साह्रो कामकारी भएको छन् है यहाँनिर खानपिनको बन्दोबस्त फेरि कुक राम्रो खालको दिएको छ यहाँ हाम्रो स्कुलकै छ हो अब यो चाहिँ अरू बेला चाहिँ यहाँ अरूले चान्स पाउँदैन रहेछ हो तपाईँले राम्रो बाटोको काम पनि सुरु गर्नु खोज्दैछु लाइनहरू गरिरहेको छ यहाँबाट सो यो 150 यतिको लाइन बनाएर
फरुवा हेर्ने बेला भयो त लु फरुवा सरुवा हेरेर थाहा यो चाहिँ सकेको है हामीले यस्तो यस्तो काम गर्नेहरू साह्रै राम्रो राम्रो छ हाम्रो चर्चमा कस्तो कस्तो राम्रो कामकारीहरू छ यहाँ अझै मान्छे कम्ती भएको छ हो नआउनेहरूलाई चाहिँ हामी मिस गरिरहेको छौँ बेलुका हामीलाई यस्तो पनि आइदिएको छ काम गर्ने त्यसरी चाहिँ हाल्यो भने त मसला त दुईजना चाहिँ यहाँ झन्डामा छ नै फेरि भिडियो गर्यो यस्तोहरू पाकिसक्यो हाम्रोमा सक्नु आँटेको थियो देखाइदिने बेला भयो फेरि पुरै भिडियो गरेर हाम्रो उहाँ प्रेसिडेन्ट बाउहरूलाई माथि गान्तोकतिर बस्नुहुन्छ माननीयहरू जानु परेको छ तपाईँले साथ अब हाम्रो थकाइहरूलाई तपाईँले हटाउनु भयो आफ्नो शीतलता हात पुऱ्याइकन शीतलता दिनुहोस् थकाइलाई हटाउँ आफ्नो साथीलाई प्रभु बिमारीलाई बचाऊ धेरै दुःख गरेर बदला पुग्ने काममा मेहनत गरी अब यो एकदमै जरुरत काम छ रोडको काम अब यो काम पनि गर्न सफलता भयो अब रहल तल बलुवाहरू छ सामान छ सबै कुरोमा तपाईँको आशिष चाहन्छु जस्तै गर्नुपर्छ यो सबै कुराको देखभाल तपाईँको हातमा सक्दैछु प्रभु